यिनीहरू अब प्रोफेसनल स्क्वासहरू खेल्न सकिन्छ जहाँ पनि। अनि त्यही गेममा बङ्गलादेशसम्म लाग्यो यो 18 देखि 22 जुलाईसम्म। कुनै नेपाल सरकारलाई खेलकुद परिषदलाई कुनै आर्थिक भार नपारिकन हामी आफैले नै पहल गरेर पढाउँदै। त्यसको साथसाथै यी दुवैजनालाई अहिले भर्खरै यिनीहरूले +2 पास गरे, दुवैजनालाई 4 वर्षको पोखरामा स्पोर्ट्स साइन्स म्यानेजमेन्ट कोर्स, ब्याचलर इन स्पोर्ट्स साइन्स म्यानेजमेन्ट कोर्स पढाउन पनि हामी सँगले प्रायोजन गर्ने भएको छ। हामी चाहिँ फर्म भइसके कोर्स पनि खडा गरेका छौँ, जहाँ अहिले हामीले 16 लाख जति कलेक्सन गरिसकेका छौँ। टार्गेटहरू 50 लाखको। बर्बाद के भयो भने ब्याङ्कमा 0 भयो, 0 भयो। अब त्यहाँबाट त अक्षय कोष त साम त माग्नु पाइएन, विकल्प खोज्दैछौँ। जे होस् न, वी आर ट्राइङ टु डेभलप भनौँ, नेपाल स्क्वास सङ्घलाई अगाडि बढाउने प्रयास भइरहेका छ। त हामीसँग अलिकति संरचना पनि छ, त्यसले अलि 2-4 पैसा आम्दानीको बाटो पनि छ, त्यसले त्यहाँबाट पनि हामी केही सपोर्ट गरिरहेका छौँ। भने त्यही सिलसिलामा अहिले हामीले 4 जनालाई रोजगारी पनि प्रदान गरिरहेका छ नेपाल स्क्वास एकेडमीले। त्यस कारणले चाहिँ यही तपाईँलाई यसो सानो जानकारी पनि, किन आज हाम्रो पहिलोचोटि भेट भएको छ अनि नम्बर अफ टाइम भेट्नुपर्छ, आज 4 वर्षसम्म भेट भइरहेको हुन्छ। अनि खेलको विकासमा तपाईँहरू जस्तो युवावर्ग आए पछाडि आशा छ, आशा पलाएको छ खेलकुदमा केही होला कि भनेर है नत्र खेलकुदमा जुन जोगी आयो कानै चिरेको भन्ने चाहिँ हामी म 30औं 40औं वर्षदेखि हामी खेलकुदसँग सङ्घर्ष गरिआएका छौँ। यतिखेर पहिला टङ्गलालजीलाई पनि मैले त्यही भने, अब तपाईँ जस्तो युवाले के गर्नुहुन्छ भनेको केही त गर्नुभयो, कोसिस गर्नुभयो। आशा छ अब यहाँको कार्यकाल सफल होस् र खेलकुदको विकास होस् भन्ने हामी चाहन्छौँ। हामी सबैजना खेलकुद क्षेत्रबाट आएका खेलकुद प्रेमी ओसार हो। हामीले आफ्नो जीवनै खेलकुदमा बितायौँ भने पनि हुन्छ। दिने अर्काको गाली खाने है, त्यसरी पनि हामीले जुन जोस चलाइरहेका छौँ। तपाईँले आयो अब यो हुन्छ कि क्या क्रिस्चियन त होइन नि त अहिले त खतरा छ है के लगाउनु। सरोज कुमार तामाङ तामाङहरूले चाहिँ नि पुस्दै आएको थियो अहिले बधाई छ। आशा छ पुरानो जिते पनि 21 चरण जितेर आउँछ होला। अब त्यो कार्यक्रम आज यहीँ टोइहाल्नु अलि रहेछ ल, जितेर आउनुपर्छ है। खुसी गुड लक। यहाँ सरको उतापट्टि जाने एकजना ल, गुड लक। डिसिप्लिन मेन्टेन गर्दै आफ्नो फुल अन दिनुहोस्। र अजयजीले भनेको सुन्दा मलाई एकदम खुसी लाग्यो कि तपाईँहरूलाई +2 को लागि पनि ब्याचलरको लागि पनि जियोस् स्पोर्ट्स साइन्समा स्क्वास सङ्घले नै सहयोग गरेको सुन्दा एकदम खुसी लाग्यो। सो एजुकेसन इज द मोस्ट इम्पोर्टेन्ट। सो राम्ररी पढ्नुहोस्, आफ्नो गेम पनि साइड बाई साइड लानुहोस् र खेल्नुहोस् पनि र पढ्नुहोस् पनि, किनभने आफ्टर स्पोर्ट्स हामीले अरू पनि धेरै चिज गर्नुपर्ने छ। सो अल द भेरी बेस्ट। फेरि भेटौँ न हामी। So wish you all the best. Thank you.